हेलो गाइज वेलकम टु माई ब्याक युट्युब च्यानल होइन हजुरको माझमा पुनः उपस्थित भइसकेको छु मलाई कुरा भएर होइन आज चाहिँ मैले सानो भिडियो चाहिँ भएको छु सानो भिडियो चाहिँ के छ भनेपछि होइन हामीले इन्डियाबाट नेपाल रिचार्ज गर्न कसरी सकिन्छ र कसरी गर्ने भन्ने बारेमा तपाईँहरूलाई भन्न गइरहेको छु होइन तपाईँहरूले हेर्नुहोस् र के कस्तो लाग्छ तपाईँहरूले हेर्नुहोस् र कमेन्ट गर्नुहोस् जस्तो लाग्छ त्यस्तै पर्खिदिनु होला होइन अनि जस्तै आज हामी इन्डियाबाट होइन इन्डियाबाट हामीले नेपाल रिचार्ज गर्नु परेपछि होइन कसरी गर्ने त भन्दाखेरि होइन त्यसको लागि म तपाईँहरूलाई बताउनु गइरहेको छु होइन सबैभन्दा पहिला चाहिँ तपाईँहरूले प्ले स्टोरमा गएर एनपी रिचार्ज भन्ने होइन जुन कि नेपाली रिचार्ज भन्ने एउटा होइन एनपी छ त्यसमा चाहिँ प्ले स्टोरमा चाहिँ होइन त्यो वेबसाइटबाट गएर चाहिँ तपाईँहरूले एप्सलाई लोड गरेर त्यहाँबाट तपाईँहरूले आफ्नो एकाउन्ट बनाएर त्यहाँबाट तपाईँहरूले नेपाल रिचार्ज गर्न सक्नुहुन्छ र नेपाल जुनसुकै सिममा पनि रिचार्ज हुन्छ त्यसबाट अनि डाटाहरू पनि हाल्न सक्छ त्यहाँबाट तर रिचार्ज गरेकै राम्रो होला डाटाहरू पनि राम्रो हुन्छ होइन र सबैभन्दा पहिला चाहिँ के भनेपछि त्यसबाट एनपी रिचार्जबाट त्यो रिचार्ज मात्रै होइन हामीले पैसा पनि पठाउन सकिन्छ होइन रेमिटेन्स जस्तै भनौँ कि नेपालमा पैसा पठाउन सकिन्छ तर त्यसको प्रोसेसमा थाहा छैन तर नेपाल रिचार्ज गर्ने कसरी गर्ने भन्ने कुरो चाहिँ तपाईँहरूलाई म सिकाउँछु होइन हेर्नुहोस् एकाउन्ट कसरी बनाउने र कसरी डाउनलोड गर्ने र के गर्ने भन्ने तपाईँले हेर्नुहोस् त्यो भिडियोमा तपाईँलाई पठाउने छु है त पहिला त्यसको भिडियोतिर तपाईँ म चाहिँ मोबाइलको स्क्रिनमा आइसकेको छु होइन तपाईँहरूले यसो मोबाइल स्क्रिनमा आइसकेपछि प्ले स्टोरमा गएर एनपी रिचार्ज लेख्नुपर्ने हुन्छ है प्ले स्टोरमा जानुहोस् अनि यहाँ तपाईँले यहाँ लेख्नुहोस् एनपी रिचार्ज लेख्नुहोस् है त फटाफट एनपी रिचार्ज लेख्नुहोस् एनपी रिचार्ज है रिचार्ज एनपी रिचार्ज लेख्नुभयो भने फटाफट आइहाल्छ है त्यो रिचार्ज ल सर्च मार्नुहोस् एनपी रिचार्ज सो तपाईँले देख्न सक्नुहुन्छ यहाँ एनपी रिचार्ज लेखेर आइसकेको छ होइन सो मैले चाहिँ लोड गरिसकेको छु होइन पहिला लोड गरिसकेको छु यस्तो देखिन्छ र यसलाई ओपन गर्नुहोस् केही टाइम लिनेछ त्यसपछि ओपन गरेपछि यहाँ केही रुल्सहरू भन्छ होइन केही रुल्सहरू जस्तै यहाँ रुल्सहरू भन्छ नि त होइन हामीले चाहिँ यसमा रजिस्टर ओरिजिनल यसमा जानुपर्ने हुन्छ त्यसपछि गइसकेपछि जुन तपाईँको मोबाइल नम्बर होइन इन्डियामा ब्याङ्क खातासित लिङ्क छ त्यो मोबाइल नम्बर यसमा गर्नुपर्ने हुन्छ यसलाई चाहिँ हामीले गुगलबाट गर्दैछौँ है त मेरो चाहिँ यही हो होइन यो छ यही म गर्दैछु यो गुगलबाट एकाउन्ट बनाउँदैछु होइन मैले चाहिँ ल सो गुगलबाट भइसक्यो युआर इमेल नोट रेजिस्टर इमेल चाहिँ रेजिस्टर छैन भन्ने छ यसले है रेजिस्टर त छ नि त रेजिस्टर छैन भन्ने छ यो एउटा नोटिस दिएको छ होइन यो नोटिस तपाईँहरूले पढ्न सक्नुहुन्छ यसमा नम्बर रिपोर्ट छ वाट्सएप नम्बर यो भनेको छ होइन सो तपाईँको ऊ चाहिँ बनिसक्यो है नेपाली चाहिँ गर्ने तपाईँको ऊ चाहिँ एकाउन्ट चाहिँ बनिसक्यो होइन अब एकाउन्ट बनिसकेपछि अब गर्ने कसरी लोड गर्ने कसरी होइन कसरी पठाउने भन्ने कुरा तपाईँहरूले कन्फ्युजन हुनुहुन्छ होला अनि यहाँ लेखेको छ ब्यालेन्स हेर्नुहोस् यो ब्यालेन्स लेखेको छ यो चाहिँ आफ्नो ब्यालेन्स होइन हामीले लोड गऱ्यो भने यहाँबाट हुन्छ अनि ब्यालेन्स यसमा लोड गर्ने चाहिँ कसरी होइन लोड गर्ने कसरी भनेपछि हामीले सबभन्दा यहाँ पहिला हेरेर भन्नुपर्ने हुन्छ यहाँ दबाइसकेपछि यहाँ अब यो रुल्स मागिरहेको छ नि त यस होइन अनि यहाँ तपाईँले मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ होइन पहिला आइडी बनाइसकेपछि मोबाइल नम्बर हाल्नुहोस् त्यो हेरेर गर्नुहोस् होइन सबै गर्नुहोस् तपाईँको आफ्नो मोबाइल नम्बर हाल्नु यहाँ ओटिपी आउँछ त्यो भेरिफाई गर्नु होला गरिसकेपछि यो चाहिँ मैले मेरो मोबाइलमा अलरेडी ऊ छ नि त होइन भएको छ अर्को मोबाइलमा मैले बनाउँछु यसमा चाहिँ हुँदैन नम्बर चाहिँ यही हाल्नुपर्ने हुन्छ फेरि भिडियोमा डिस्टर्ब हुन्छ नि त होइन त्यसपछि यो तपाईँ त्यसो गर्नु होला त्यसपछि लास्टमा अब रिचार्ज कसरी गर्ने नेपाल रिचार्ज गर्ने कसरी तपाईँले यहाँ देख्न सक्नुहुन्छ हेर्नुहोस् यो मोबाइल ट्रुप यो भयो येलो ल्यान्डलाइन्सको लागि यो टिभीको लागि रिचार्ज गर्न सकिन्छ इन्टरनेट पनि गर्न सकिन्छ होइन अनि यो के छ इलेक्ट्रिसिटी पनि गरिन्छ अनि वाटर पानीको बिल पनि हेरेर गर्न सक्नुहुन्छ तपाईँहरूले अनि के भन्छ इन्सुरेन्स यो के छाडा छ देखाएको छ अनि आरपी प्रिन्टर यहीँबाट निकाल्न सक्नुहुन्छ फ्लाइटको टिकट पनि यहीँबाट गर्न सक्नुहुन्छ है तपाईँले यसैबाट गर्न सक्नुहुन्छ र हामीले गर्ने भनेको चाहिँ के हो हामीले चाहिँ अन्ली रिचार्ज हो नि त होइन नेपाल पैसा पनि पठाउन सकिन्छ तर अन्ली रिचार्ज मात्रै हो हेर्नुहोस् तपाईँको यहाँ वालेटमा पैसा आइसकेपछि यसमा आउँछ होइन जति गर्नुहुन्छ 50-60 जो पनि गर्नुहुन्छ इन्डियन करेन्सी उसमा फोनपे गुगलबाट ट्रान्सफर गर्नुपर्ने हुन्छ होइन त्यसपछि यहाँमा जानुपर्छ यहाँमा आइसकेपछि तपाईँ देखाउँछ हेर्नुहोस् एनटिसी एनसिएल यो तिनवटा देखेर चाहिँ होइन जस्तै छ भनेपछि एनटिसी भने एनटिसी एनसिएल भने एनसिएल गरेपछि दबाउनु होला दबाइसकेपछि यहाँ मोबाइल नम्बर आउँछ तपाईँले जुनसुकै मोबाइल नम्बर यहाँ हाल्न सक्नुहुन्छ नेपालको एनटिसी जो छ त्यो हाल्न सक्नुहुन्छ होइन यसरी तपाईँको नेपाल रिचार्ज गर्न सकिन्छ है
आजको भिडियो यति नै। नेक्स्ट भिडियोमा पनि उस्तै हुनेछु भन्दै होइन, तपाईँहरूलाई म उसमै कसरी रिचार्ज गर्ने के गर्ने भन्ने कुरो म अर्को भिडियोमा देखाउनेछु होइन। तपाईँहरूले अनि कसरी एकाउन्ट बानेर के गर्नुपर्छ भन्ने हेर्ने यसमा आधार कार्डहरू पनि लगाउनुपर्छ, त्यसको लागि म पछि अर्को नेक्स्ट भिडियो बनाउँछु होइन। आज त यसरी गर्नु होला, तपाईँहरूले लोड गर्नुहोस्, त्यसपछि मलाई तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। सो मैले फेसबुकमा तपाईँहरूलाई भिडियो हाल्नेछु, त्यसमा तपाईँले फेसबाट नै तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ है त। थ्याङ्क यू सो मच। नेक्स्ट भिडियोमा सुन्नेछु भन्दै आजको भिडियो यहीँ टुङ्गाउँदै थ्याङ्क यू सो मच।